साथीहरू, गत हप्ता आएको भुन्टी सिरियलको नयाँ भागमा भने हामीले भूपेन्द्र अनि भूपेन्द्रका भाइहरूले सबै मिलेर भुन्टीलाई नै दोषी अनि भुन्टीलाई नै आरोप लगाएको थाहा पाउन सक्छौँ। हो साथीहरू, भूपेन्द्रले त सुरुमा भुन्टीलाई साथ दिइरहेका थिए, तर जब भूपेन्द्र र भूपेन्द्रका भाइ त्यो केटालाई सोधपुछ गर्नको लागि जेलमा जान्छन् तब भने त्यो केटाले पनि भुन्टीलाई फसाउँछु भन्ने सोचेर त्यो केटाले यो सबै काम भुन्टीले गर्न लाए कि नपत्या तपाईँहरूले प्रमाण मेरो मोबाइलमा देख्न सक्नुहुन्छ। तपाईँकी श्रीमती भुन्टीले मलाई फोन गरेर यो सबै काम गर्न लगाएकी हो, मलाई पैसा दिन्छु भनेर मलाई पैसाको लोभ देखाएर त्यसले यो काम गर्न लगाएकी हो भनेर त्यो केटाले आरोप अनि दोष लगाइसकेपछि भने भूपेन्द्रले पनि आफ्नी श्रीमती भुन्टीलाई नै दोषी देखेका हुन्। उनी भूपेन्द्र भने घर आइसकेपछि भुन्टीलाई तिमीले किन त्यो केटालाई फोन गरेको, भूमिकाको त्यस्तो अवस्थामा हुनुमा तिम्रै हात रहेछ होइन भनेर भूपेन्द्रले पनि आफ्नी श्रीमती भुन्टीलाई नै दोष लगाएपछि भने भुन्टी एक्लै हुन्छन्। उनी त भूपेन्द्रलाई मैले त तपाईँले बुझ्नुहुन्छ होला, तपाईँले न्याय दिनुहुन्छ होला, मलाई त विश्वास गर्नुहुन्छ होला भनेको थिएँ, तर तपाईँले नै मलाई यसरी आरोप लगाउनुहुन्छ भन्ने मैले सोचेको थिइनँ। मैले तपाईँहरूलाई सत्य कुरा भन्दा पनि तपाईँहरूले मलाई हेप्नुभयो, तपाईँहरूले मलाई विश्वास गर्नु भएन, तपाईँहरूले पछि आफ्नो निर्णयदेखि पछुताउनुहुन्छ भनेर भुन्टीले भने आफ्ना श्रीमान अनि दियोर र बहिनीलाई सबै कुरा भन्छन्। तर तिनीहरू कसैले पनि भुन्टीको कुरा सुन्दैनन्। तिनीहरूले त भुन्टीलाई दोष अनि आरोप लगाएर उनीहरू जेल हाल्न चाहन्छन्, तर वास्तवमा भने भुन्टीले यो कुनै गल्तीहरू पनि गरेकी छैनन्। भुन्टी आफूले नगरेको गल्तीको सजाय पाउँदाखेरि निकै दुखी छिन्। गत हप्ता आएको भुन्टी सिरियलको भागमा भने हामीले भूपेन्द्रकी श्रीमती भुन्टी अर्थात् भूमिकाकी बहिनी भूमिका दुवैजना बीच झगडा परेको त हामीले देख्न सक्छौँ। हो साथीहरू, भूपेन्द्रकी श्रीमती अनि भूपेन्द्रकी बहिनी दुईजनाको ठुलो झगडा परेको थियो। भुन्टीले मलाई केही पनि नगर्नु, मैले केही पनि नराम्रो काम गरेको छुइनँ, तपाईँहरू मलाई किन दोष दिनुहुन्छ भन्दै भूमिकालाई सम्झाउँदा पनि भूमिकाले भने आफ्नी भाउजू भुन्टीमाथि हात उठाएकी थिइन्। त्यसै विषयलाई लिएर भुन्टीले पनि भूमिकामाथि हात उठाइन् अनि भूमिकालाई हानेर थला पारेकी थिइन्। त्यसै विषयलाई लिएर जब भूपेन्द्र र भूपेन्द्रका भाइ प्रहरी चौकीबाट घर फर्किन्छन् तब भने भूमिकाले भुन्टीले नगरेको कुराहरूको पनि आरोप लगाएकी छिन्। दाजुहरू घरमा छैनन् भन्ने कुरा थाहा पाइसकेपछि भूमिकाले भने आफूलाई बाँधेको डोरी बल गरेर फुस्काएर भुन्टी भए ठाउँमा गएर झगडा गर्न थाल्छिन्। त्यस पछाडि भुन्टीले पनि रिस उठिसकेपछि भने भूमिकालाई हात हालेकी हुन्छन्। तर जब भूपेन्द्र र भूपेन्द्रका भाइ भीम त्यहाँ आइपुग्छन्, भूमिकाले भने भए नभएको कुरा लाउँदै मलाई भुन्टीले म भएको ठाउँमा आएर मलाई कुटी, मलाई डोरी बाँधिरहेको अवस्थामा आएर मलाई कुटेर मेरो यो अवस्था बनाइदिए, त्यसले मलाई ढाडमा पनि हानी भन्दै भूमिकाले भने भए नभएको कुराहरूको आरोप भने आफ्ना दाजुहरूलाई लगाएकी छिन्। उता भूपेन्द्रले भने यो कुरालाई खासै ध्यान दिँदैनन्, किनभने भूपेन्द्र भने अर्कै कुराले चिन्तित छन्। भुन्टीले कसरी यस्तो गलत कामहरू गर्न पुगिन् भन्ने कुराले सोचेर भूपेन्द्र भने निकै चिन्तामा रहिरहेका छन्। भीमलाई भूमिकाले भने सबै कुरा भन्छन्। मैले भए नभएको कुराहरू भूपेन्द्र दाजुको अगाडि लागेको हो, वास्तवमा मै त्यो भुन्टीलाई कुट्न गएको थिएँ, तर म त्यसलाई के को कुट्न सक्थेँ, त्यसले नै मेरो यस्तो हालत बनाइदिए भनेर भूपेन्द्रकी बहिनी अर्थात् भूमिकाले भने भीमलाई सबै कुरा भन्छन्। त्यस पछाडि भीमले पनि तैँले ठिक गरिस्, त्यसलाई त्यसरी नै ठिक पार्नुपर्छ, वास्तवमा तँमाथि त्यसरी जबरजस्ती गराउन पनि तेरै भाउजू अर्थात् हाम्रै भाउजू भुन्टीले लगाएकी रहेछन् भनेर भीमले भूमिकालाई सुनाउँछन्। तर वास्तवमा भूमिकाको त्यो अवस्था हुनुमा अरू कसैको हातमा भएर भूमिकाकै हात छ। हो साथीहरू, भूमिकालाई विगतको समयमा भुन्टीले निकै सम्झाएकी थिइन्। भुन्टीले सम्झाउँदा त्यसो नगर्नु, त्योसँग नबोल्नु, त्यसरी नचिनेको मान्छेसँग हामी केटी मान्छेहरू हिँड्नु हुँदैन भनेर भुन्टीले भूमिकालाई जति नै सम्झाउँदा पनि भूमिकाले भने भुन्टीलाई नटेरिकन हिँडेकोले आज यो दिन देख्नु परेको हो। तर भूपेन्द्रका घर परिवार सबैजना एकजुट भएर मिलेर भुन्टीलाई नै अहिले आएर फसाउन खोजेका छन्। भूपेन्द्रका घर परिवारले भने हाम्री छोरी भूमिकाको तैँले ख्याल राखिनस्, त सहरमा बसेर पनि भूमिकाको ख्याल राख्न सकिनस् भने गाउँदेखि भुन्टीलाई कराका कराइछन्। साथीहरू, बिचरा सोझी भुन्टी अहिले आएर आफ्नै घर परिवारले हेपेका कारण निकै दुःखमा अनि निकै चिन्तामा रहेकी छिन् भन्ने कुरा हामीले थाहा पाउन सक्छौँ। साथीहरू, भुन्टीमाथि भूपेन्द्रका घर परिवारहरूले जे जस्ता आरोपहरू लगाइरहेका छन्, वास्तवमा ती कुनै गल्तीहरू पनि भुन्टीले गरेकी छैनन्।
हो साथीहरू, उता भुन्टीलाई फसाउनको लागि अरू कोहीले यो खेलहरू खेलिरहेको छ। साथीहरू, वास्तवमा भूपेन्द्र अनि भुन्टी बीच झगडा गराउनको लागि तिनीहरूको सम्बन्ध बिग्रियोस् अनि तिनीहरूको घर परिवार बीच पनि सम्बन्ध बिग्रियोस्, जसले गर्दा भूपेन्द्रले आफ्नो व्यापारमा ध्यान दिन नपाओस् भनेर उता भूपेन्द्रका दुश्मनहरूले यो सबै कार्यहरू गरिरहेका हुन्छन्। हो साथीहरू, जब भूपेन्द्रका दुश्मनहरूले भूपेन्द्रकी बहिनीमाथि जबरजस्ती भयो अरे भन्ने कुरा थाहा पाउँछन्, त्यस पछाडि त्यो जबरजस्ती गर्ने केटासँग मिलेर तिनीहरूले यो सबै कामहरू गरिरहेको छन् भन्ने कुरा हामीले थाहा पाउन सक्छौँ। साथीहरू, भुन्टी सिरियलको नयाँ भागमा भने हामीले भूपेन्द्रले आफ्नी श्रीमती भुन्टीलाई सोधपुछ गर्नको लागि अनि सत्य कुरा के हो पत्ता लगाउनको लागि प्रहरी चौकी लिएर जाँदै गरेको हामीले देख्न सक्छौँ। वास्तवमा भूपेन्द्रलाई पनि भुन्टीले कुनै गल्ती गरेको छैन जस्तो लागेको छ, तर भूपेन्द्रले जुन त्यो केटाको मोबाइलमा भुन्टीले फोन गरेको त्यो कल रेकर्ड देख्यो, त्यस पछाडि भने भूपेन्द्रले भुन्टीलाई पनि शङ्का गरेर सत्य कुरा के हो थाहा पाउनको लागि प्रहरी चौकी लिएर गएका हुन्। भूपेन्द्रले आफ्नो श्रीमती भुन्टीलाई प्रहरी चौकी लिएर जाने भइसकेपछि भने उता भूपेन्द्रका भाइ बहिनी अर्थात् भीम र भूमिका भने एकदमै खुसी भएको हामीले देख्न सक्छौँ। तिनीहरूले भने अब भुन्टी जेल जान्छ भनेर त्यसरी खुसी भइरहेका छन्। साथीहरू, जब भूपेन्द्रले आफ्नो श्रीमती भुन्टीलाई प्रहरी चौकी लिएर जाँदै हुन्छन्, त्यति नै बेला भने भुन्टीकी भाउजू अर्थात् पूर्णिमाले भने भुन्टीलाई फोन गर्छिन्। पूर्णिमाले भने गाउँमा आमा बिरामी हुनुहुँदो रहेछ भनेर खबर गर्नको लागि फोन गरेकी हुन्छन्। यता भूपेन्द्रका घर परिवारले आफूलाई दुःख दिइरहेको बेलामा उता भुन्टीलाई भने उता गाउँमा भएकी आमा बिरामी छिन् भन्ने कुरा पनि थाहा हुँदैन। साथीहरू, भुन्टी सिरियलको अब आउने नयाँ भागमा भुन्टीको नै जित हुन्छ। उता भूपेन्द्रका घर परिवारले यो झुटो आरोप लगाएको हो, सत्य कुराको नै जित हुन्छ, भुन्टीको नै जित हुन्छ भन्ने तपाईँहरू को हुनुहुन्छ? आफूलाई लागेको विचार अनि प्रतिक्रिया भने तल खाली रहेको कमेन्ट सेक्सनमा लेख्न नबिर्सिनुहोला। अनि यस्तै खालको भिडियो हेर्नको लागि हाम्रो यस च्यानललाई पनि सब्स्क्राइब गर्नुहोस्।